अहिले चाहिँ म साइकोङ आइपुगेको छु। डायमन्ड हिलबाट 92 R मा आयो भने चाहिँ यहाँनिर आउँछ डबल डेकर हैन। अनि साइकोङबाट मिनी बसमा मङकक जानु पर्यो भने चाहिँ यो स्टेडियमको कार पार्क यतापट्टि छ, हो त्यहाँबाट चाहिँ मिनी बस चढ्नु पर्यो। मङककबाट मिनी बस आउँदाखेरि चाहिँ फेरि यहाँनिर उतार्दा रहेछ। साइकोङबाट चाहिँ NR29 चाहिँ यहाँसम्म आउँछ। अनि NR29 चाहिँ पब्लिक होलिडे स्याटरडे सन्डे चाहिँ 8 बजे त्यस्तै 7:30 8 बजेदेखि चाहिँ 11 बजेसम्म मात्रै हुन्छ। त्यस पछाडि आउनु पर्यो भने चाहिँ यहाँनिर ट्याक्सीबाट आउनु पर्यो। अहिले हामी यहाँ छौँ। यहाँबाट चाहिँ अब साइवान गएर अनि हामतिन जाने चाहिँ आजको योजना हो। साइवान भिलेज अब यता देब्रेपट्टि। अनि कति छ भने चाहिँ साइवान भिलेज जानुको लागि चाहिँ 2.5 किलोमिटर 45 मिनट। अब यो बाटो भएर चाहिँ अब साइवान भिलेज जाने हो। ल हामी चाहिँ यताबाट आएको। अब यो बाटो चाहिँ त्यही अघि हामी उता सुरु गरेको ठाउँपट्टिबाट माथि जाने बाटो हो यो। साइवान भिया लुतेतुन 2.2 1 घन्टा 15 मिनट। अब लङ्की भिया साइवान सान 4 किलोमिटर 1.5 घन्टा यो बाटो। साइवान बिच चाहिँ उया तल छ 1 किलोमिटर 15 मिनट। यो बाटोबाट आएर अब चाहिँ साइवान भिलेज इन्ट्री भएको छ। साइवान भिलेज चाहिँ यही हो। यहाँनिर क्याम्पिङ पनि गर्न सकिने रहेछ। यो क्याम्पिङ चाहिँ यो रेस्टुरेन्टले चाहिँ प्रोभाइड गर्ने रहेछ। मा 1963 बनाएको यो चर्च रहेछ। तर इस्टाब्लिस चाहिँ 1915 भनेर यहाँ लेखेको थियो। त्यो यो एरिया चाहिँ होला सायद हैन। अनि यो चाहिँ वर्ल्ड वार 2 पछाडि चाहिँ यो साइवान एरिया चाहिँ क्याथोलिजम भएको रहेछ। यहाँनिर अरू पनि लेखेको छ यो चर्चको बारेमा। आज चाहिँ म साइवान छिर्दाखेरि चाहिँ त्यता गाउँको ब्याक साइडपट्टिबाट भएर छिरेको। यहाँनिर पब्लिक टोयलेट रहेछ। अनि त्यहाँबाट यसरी यता बिच आउँदा भयो है। अनि यो ब्याक साइडको बीच भेट्यो। अब साइवानको दोकानहरू पसलहरू भएको ठाउँ चाहिँ यहाँ अगाडि छ। You know it's hard to make it right. You know it's hard to make it through. Your eyes are full of tears because of me. You're trying hard to keep me here. Into your home, into your arms. But there's no way for you to lead my heart. यो चाहिँ साइवान क्याम्प साइट हो। अब यहाँबाट चाहिँ यो अहिले पानी आइरहेको छ नि, यो चाहिँ सेङलुक स्ट्रिमबाट आएको पानी हो। रकपुल चाहिँ यहाँ माथि छ। उयो छेउछेउ भएर गए पछाडि चाहिँ रकपुल पुगिन्छ। यो बाटोबाट चाहिँ अब हामतिन पुगिन्छ। आज चाहिँ हामी अब हामतिन जाँदैछौँ। यहाँ गाई हो कि गोरु हो बिचरा आराम गरिरहेको रहेछ। बिरामी त छैन नि, आराम गरेको होला जाडोमा। कत्रो ठुलो गर्दैन हो म्याग्लियोस ट्रेल। अब यो हो साइवान बिच चाहिँ यो हो। हामी चाहिँ त्यताबाट आएको। साइवानबाट म्याग्लियोस ट्रेल सेक्सन 2 यसरी हिँडेर आए पछाडि होइन उकालो बाटो ओह्रालो झर्ने बित्तिकै अनि त्यस पछाडि यहाँ हामतिन देखिँदो रहेछ। मजाको ट्रेल देखेको यहाँनिर ट्रेल होइन हामतिन है। अब यसरी ओह्रालो झर्नु पर्ने रहेछ। हामतिन जानुलाई चाहिँ साइवानबाट यसरी नै आउने हो है, यो बाटो भएर। अनि त्यहाँदेखि अब यता जाने हो। ल यहाँनिर चाहिँ कस्तो मजाको रक फर्मेसन देखिएको। हामतिन पुग्न लाग्यो है। अब चाहिँ हामतिन आइपुगेछ। ताकतामाउ 6 किलोमिटर अनि 2 घन्टा 15 मिनट। अनि साइवान चाहिँ 2 किलोमिटर 1 घन्टा। यो ठाउँको नाम चाहिँ हामतिन वान हो। यो चाहिँ सेन्टर रहेछ। जता गए पनि आखिरमा त यहीँ आउनुपर्ने रहेछ साइवान जानुलाई र ताकतामाउ जानुलाई। यो बाटोबाट आए पछाडि बालुवा गाडी हिँड्दै अनि यहाँ चाहिँ टोयलेट आइपुग्यो है। हामतिन इन्ट्री हुनुभन्दा अगाडि टोयलेट रहेछ यतापट्टि। कस्तो दामी रुख हो यहाँ माथिको।
आमामा यो टोयलेट त के हो यस्तो फोरै फोर भित्र पनि फोर टोयलेट पुरा फोर छ है यस्तो राम्रो टोयलेट छ हामी 3 पब्लिक टोयलेट है किन यस्तो सफा नगरेको र अनि किन यस्तो फोर गरेको बाफ रे बाफ भित्र त हेट कस्तो बिजोक छ यो पब्लिक टोयलेटको हालत यहाँ पुरानो घर त रहेछ है यहाँनिर पुरानो घर देखेँ यहाँको तर छाना चाहिँ फेरि माथि छानाले प्रोटेक्ट गरेको जस्तो देखिन्छ गाउँ हेरौँ एकचोटि भनेको ताइलङ भिलेज ताइवाई अनि ताइवान चाहिँ यो रहेछ यताबाट जाने रहेछ ताइवान चाहिँ अनि ताइलङ वान यता जाने ताइवाई हेरौँ है त ल हामी 3 को बीच र गाउँ चाहिँ त्यहाँ छ अनि त्यहाँबाट एकछिन घुम्नु यता आएको यो म्यानग्रोभ हैन यो पानी यता यता फलो गर्दै आएको यहाँ के छ भनेर अनि यसरी आउँदाखेरि चाहिँ अनि त्यो डाँडा चाहिँ मलाई जहाँसम्म लाग्छ त्यो चाहिँ सात पिक हुनुपर्छ है सात पिकको फोटो मैले हेर्दाखेरि चाहिँ यस्तै खालको एकदम चुच्चो टाइपको देखेको थिएँ त्यो नै हुनुपर्छ मेरो विचार यो रेस्टुरेन्टले पनि स्पिड बोट चलाउँदा रहेछ 4 बजेको थियो अनि त्यस पछाडि अनि 5:15 को लास्ट बोट रहेछ उयो पनि केवल स्पिड बोटकै लागि जस्तो लाग्यो यो हामतिनमा यो हामतिनको पानी बीच सफा हुँदा हुँदै पनि हैन यहाँनिर गरिएको फोहोरले गर्दाखेरि चाहिँ आज यो ठाउँको अनुभव मैले के भन्नुपर्ने भयो भने चाहिँ यो ठाउँ राम्रो हुँदा हुँदै पनि यहाँ गरिएको फोहोरले गर्दाखेरि चाहिँ यो ठाउँ अब यति टाढो आएर हैन हामीले घुम्दाखेरि अलिकति खल्लोपन चाहिँ मैले महसुस गरेको छु बिजोक भयो त्यसको यो सास पर्यो है यो चाहिँ साइक्लिङ फेरि पियर हो